पहिलो लायन्स कपको उत्कृष्ट लिब्रो बन्नुभएको छ, साथै टिमलाई विजेता पनि बनाउनु भएको छ। टिम इरान गलकोटको कप्तान दिपक थापा, यहाँलाई हार्दिक बधाई छ सबभन्दा पहिले त। धन्यवाद। कस्तो रह्यो यहाँसम्मको यात्रा? आज चाहिँ एकदम सोचेभन्दा राम्रो खेले, एकदम खुसी छु। नेपाल पुलिस क्लबसँग यो 3-1ले जित निकाल्नु भएको छ। यो जित कतिको तपाईँले यो खेल सुरु हुनुभन्दा अगाडि सोच्नुभएको भन्दा फरक निस्क्यो कि त्यस्तै रह्यो? पहिला त अब नेपाल पुलिसको दुईजना भाइहरू इन्जोय भएको कारणले एकदम धेरै नै निराशमा थिएँ म उनीहरूलाई देख्दा। अनि सबै अब चाहिने साथीहरू है, त्यो गेमले गर्दा नै अब तिनीहरूको साथीहरूको इन्जुर भएको कारणले गर्दा नि अलिकति सुरुमा चाहिँ एकदम नर्भस हुनु पुग्यो। अनि पछि गेम खेल्दै जाँदा बिर्सिँदै जाने रहेछ कि अब गेम राम्रो हुँदै गएपछि बिर्सिँदै जाने रहेछ। त्यो कुराहरू दिमागबाट हटाएँ, पछि सोचेभन्दा राम्रो खेल्न सक्दैन। आजको दिनमा भने जस्तो हिजो हाम्रो सामान्य अनौपचारिक कुराकानी हुँदै गर्दाखेरिमा तपाईँले भन्नुभएको अनुशासनमा धेरै कुराहरू सुधार गर्दैछौँ भनेर भन्नुभएको थियो। त्यो मिटिङमा भयो जस्तै अनुशासनमा आज धेरै सुधार देखिएको? हजुर, हामीले हाम्रो इरानी प्लेयरहरूलाई हामीले हिजो नै मिटिङमा राम्रोसँग सम्झाएर अनुशासनको बारेमा तिनीहरूलाई यस्तो यस्तो भनेर नेपालमा अब इन्टरनेसनल लेभल खेलेको प्लेयरहरू अब यहाँ आएर त्यस्तो हरकत देखाउँदा धेरै नराम्रो भइरहेको थियो। त्यही विषयमा हामीले धेरै हिजो बहस भयो हाम्रो मिटिङमा। जस भनेअनुसार तिनीहरू खेलिदिए। जस्तै टिम इरानको कप्तानी सम्हालिरहेको भएको छ, यो टिमले कहिलेसम्म निरन्तरता पाउँछ होला यो नेपाली भलिबल यो प्रतियोगिताहरूमा? हजुर, यसबारेमा चाहिँ अलिकति हाम्रो कोच सुरेन्द्र केसी दाईसँग अलिकति छलफलै गर्नुपर्ने हुन्छ। कहिलेसम्म हुन्छ, अब नेक्स्ट टुर्नामेन्टको लागि अब खेलिन्छ कि खेलिन्न, त्यो चाहिँ थाहा हुन्छ। क्याप्टेन, जस्तै तपाईँ विदेशी खेलाडीहरूसँग समन्वय खेलिराख्नु भएको छ, आज विदेशी खेलाडीसँग पनि क्याप्टेनकै रूपमा हुनुहुन्छ। उहाँहरूको खेल र हाम्रो नेपालको खेलमा के भिन्नता पाउनुभयो तपाईँले? अलिकति बताइदिनु। उहाँ प्लेयरहरू चाहिँ अब जो जति पनि बाहिरबाट आउनुहुन्छ प्लेयरहरू, उहाँको चाहिँ स्तर चाहिँ हाई लेभलकै हुन्छ। मेन उनीहरूको ट्रेनिङले सबैभन्दा फरक पार्ने उनीहरूको धेरै राम्रो छ। अब त्यही गेमलाई हेरेर नै हाम्रो नेपाली प्लेयरहरूले सिक्न सक्छन्। अनि जस्तै घरेलु टोलीको कुरा गर्दा मोफसलको कुरा गर्दा गण्डकी प्रदेश निकै उत्कृष्ट रहँदै आएको छ होइन। जस्तै अब अहिले इरानी टोली निकै उत्कृष्ट देखियो। यो ठ्याक्कै अलिकति जुन चाहिँ घरेलु यता हाम्रो मोफसलको एउटा उत्कृष्ट टिम, उता विदेशबाट आएको अझ उत्कृष्ट टिम छ। उहाँहरूबाट हामीले अझ के सिक्न सकिँदो रहेछ? तपाईँले पनि जस्तै समन्वय गर्दा विदेशी टिमहरूसँगै खेल्दाखेरि त धेरै गाह्रो पनि हुन्छ होला। एक त उहाँहरूको भाषा बुझ्न पनि कठिन होला। त्यस्तो समस्याहरू तपाईँलाई आइपऱ्यो कि परेन? कस्तो भयो अलिकति त्यो पनि बताइदिनु। मेरो टिममा है, अहिले जो म खेलिरहेको इरानको टिममा सबैभन्दा एकदम गाह्रो भएको भनेकै भाषाको कारणले गर्दा खेल्न अब खुलेर खेल्न सकिएन। अब एउटा त भाषा मिल्दैन, अब त्यही भएर हर चिजमा अब तिनीहरूलाई सम्झाउनै गाह्रो हो नि, त्यही भएर भाषाले एकदम गाह्रो भयो यो गेममा। गण्डकीको टिमलाई कसरी लिनुहुन्छ तपाईँले? हाम्रो गण्डकीको टिम धेरै राम्रो छ। अलिकति मेन भनेको ट्रेनिङको कमीले गर्दा अलिकति पुगे छैन। अलिकति लेभल बढाउनलाई एकदम ट्रेनिङको एकदम जरुरत छ। जस्तै अब NBA कप पोखरामा हुने भन्ने पनि छ, त्यो बारेमा नि बताइदिनु। जस्तै अब पोखरामा हुँदैछ ठुलो अब प्रतियोगिता, लगतै अब छिटै हुनेछ। तपाईँलाई हामीले कहाँबाट देख्न पाउँछौँ, के छ त्यसको? हजुर, अब NBA चाहिँ अब म टिकटक भलिबलबाटै खेल्छु म, किनकि NBA चाहिँ म पहिलेदेखि टिकटकबाट खेलिरहेको हो। अहिले पनि जस बिदा मिलेसम्म म NBA गेम चाहिँ टिकटकबाटै खेल्छु। जस्तै यो राजधानीभन्दा बाहिर पहिलोचोटि जाँदैछ यो भलिबल भनेको ठुलो बिग हाम्रो चाहिँ सङ्घले गर्ने भलिबल।
कसरी हेर्नु भएको छ एउटा खेलाडी भएको हिसाबले सबै केन्द्रमै सीमितबाट बाहिर जाँदा यसले कस्तो प्रभाव पार्ला? केन्द्रमा मात्रै यस्तो ठुलो ठुलो टुर्नामेन्टहरू राखेर नि अब यसको विस्तार बढाउन चाहिँ हर जग्गा चाहिँ पुर्याउनुपर्छ जस्तो लाग्छ। हर जग्गामा राख्यो भने चाहिँ अब हर मतलब कुना कुनामा रहेका प्लेयरहरू अब राजधानीमा त सबै अब टाढाको खेलाडीहरू पुग्न सक्दैन होइन। अब हर जग्गा चाहिँ राखिदियो भने चाहिँ त्यो ठाउँको प्लेयरहरूले चाहिँ अलिकति हेरेर भए नि सिक्ने मौका पाउँछ। जस्तै अलिकति अब यो अन्तिममा मेरो प्रश्न चाहिँ यो कोर्ट भलिबल कोर्ट जहाँ तपाईँ खेल्नुभयो काठमाडौँ र पोखरामा के भिन्नता पाउनुभयो यो भलिबल कोर्टभित्र कस्तो पाउनु? हजुर काठमाडौँमा इन्डोर चाहिँ सेम हो यहाँ काठमाडौँको र हाम्रो पोखराको। अलिकति काठमाडौँमा भन्दा चाहिँ अलिकति यहाँ पोखराको इन्डोरमा चाहिँ अलिक लाइट चाहिँ अलिकति राम्रो लाग्यो मलाई। अरू म्याटहरू सबै सेम। हस्, धन्यवाद। थ्याङ्क यू।